हेलो गाइज एन्ड नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। आज चाहिँ हामी के भयो भन्दाखेरि आज हाम्रो सटरडेको दिन चाहिँ स्पेसियल सटरडे भएको छ। मेरो चाहिँ हामी चाहिँ दाइरोमा चाहिँ यता गुराँसीतिर घुम्दै आएको थियौँ। मैले सुरु गर्ने चाहिँ भएन, अब यहीँ आएर सुरु गर्नुपर्ने भयो। उतातिर अब बाटोमा सिनहरू देखाउनु पर्ने हजुरहरूलाई, तर देखाउन पाएन। ठिक छ, अब केही छैन। हजुरहरूले अब अरू सिनहरू देख्नुहुनेछ, हेर्दै गर्नु होला। गाइजहरू अब के गर्नु, हामी चाहिँ अहिले जङ्गलतिर पसेको थियौँ भन्नुपर्छ। जङ्गलबाट चाहिँ अहिले हामी नास्ता खाना हिँड्नेवाला छौँ। हजुरहरूलाई बाँकी सिन चाहिँ देखाउनेवाला छौँ होइन। त्यही पनि अहिले चाहिँ हिँड्न लगाएको, यसो देखाउन हजुरहरूलाई यो जङ्गलको वास्तविक कस्तो छ, लालीगुराँसहरू कस्तो छन् भनेर चाहिँ हजुरहरूलाई देखाइराखेको छु। हेर्दै जानु होला है त। यस्तो छ बाटो हेर्नु। अब सुर्खेत के अरे यो गुराँसी पऱ्यो होइन, दैलेख र सुर्खेतको सिमानाको बाटो चाहिँ यस्तो छ। यो खास जङ्गलको बाटो है। फेरि ऊ चाहिँ राम्रो छ कि, तर यतातिरको सिन चाहिँ यस्तो छ। देख्न सक्नुहुन्छ लालीगुराँसहरू एकदमै। आज फेरि मौसम एकदम सफा छ। लालीगुराँसहरू देख्न सक्नुहुन्छ। अब हजुरहरूलाई पनि नजिकबाट देखाउन चाहन्छु अहिले पछि। अहिलेलाई चाहिँ यति चाहिँ हेर्नु न है त। हामी चाहिँ टक्क लगाएर अब हजुरहरूलाई मैले एउटा लालीगुराँस रुम देखेँ होइन, त्यो हजुरहरूलाई म देखाउँछु है त। देख्न सक्नुहुन्छ यहाँनिर अब कस्तो राम्रो आमामा देख्न सक्नुहुन्छ। यस्तो राम्रो छ हजुरहरूले। हामी यो गुराँसीको ठ्याक्कै टावरनेर आइपुगेका छौँ। यहाँनिर हेर्न सक्नुहुन्छ बजारहरू रहेछ, एकदमै राम्रो सिन छ। देख्न सक्नुहुन्छ यस्तो देख्न सक्नुहुन्छ। हाम्रो दाइ चाहिँ ड्राइभर हुनुहुन्छ। म चाहिँ यो हामी चाहिँ घुम्न आएको। हामीले चाहिँ प्लानिङ बनाएको धेरै भयो, तर अगाडि चाहिँ बनाएको धेरै भयो, तर आज चाहिँ हाम्रो टाइम मिलेर चाहिँ हामी आइसकेका छौँ। अब हामी नास्ता खानेवाला छौँ है त। अब बाँकी हजुरहरूलाई होटलहरू यस्तो छ। यहाँ यतातिर चाहिँ यस्तो राम्रो छ। कुनमा जाने हो? यस्तो राम्रो छ ठाउँ चाहिँ, एकदमै राम्रो रहेछ। म त भर्खर आज फर्स्ट टाइम एकदमै रमाइलो छ। नास्ता खाने भनेर चाहिँ हामी बसिसकेका छौँ। यो होटलको नाम ठ्याक्कै याद भएन। खाने भनेर चाहिँ बसेका छौँ कि। अब खानेवाला छौँ, के खान्छौँ हजुरहरूलाई म देखाउनेवाला छु। अब यहाँको परिकारहरू, यो ठाउँमा चाहिँ कस्तो कस्तो परिकारहरू भन्छ त्यो हजुरहरूले हेर्नुहुनेछ। हामी खानेवाला छौँ। के भन्नु, अब खाने भए सबै सँगै खाइदिन्थ्यौँ, तर के भन्नु, अब हामी एक्लै खानेवाला छौँ। तै पनि हजुरहरूले हेरेरै चित्त बुझाइदिनु, भिडियोलाई एकदमै माया गरिदिनु होला होइन, सपोर्ट गर्नु होला। हजुरहरूले हेर्नुहुनेछ बाँकी सिनहरू। आज हामी घुम्न बाँकी नै छ धेरै। अहिले हामी थोरै घुमेका छौँ होइन भाइ, घुम्नलाई धेरै बाँकी छ। के पाउँछ? छोला, अन्डा, सेलरोटी, मासु चिउरा। के खानु भन्नु न तपाईँ? दही चिउरा यहीँ खाने कि तल खाने? मैले नास्ताको परिकार चाहिँ यहाँ यही पाउँदो रहेछ भनौँ न होइन। अरू पनि पाउँदो रहेछ। अब सबै कुरा खाने भएन हामीले, मिलाएर चाहिँ हामीले अहिले यो छोला र अन्डा खाइरहेछौँ। अनि एउटा सेलरोटी दाइले खाइराख्नु भएको छ। अब म पनि खानेवाला छु, टेस्ट गर्नेवाला छु। कस्तो छ दाइ भनिदिनु पर्यो। टेस्ट मैले त चाखेको छैन, एकदम राम्रो छ होइन। एकदमै डाँडाको चिसो पानी कस्तो छ मैले टेस्ट गर्नेवाला छु। एकदमै राम्रो। सेलरोटी देख्न सक्नुहुन्छ। सेलरोटी पनि चट्ट लगाएर सेलरोटी पनि खाने हो, हामीले खाइरहेको छौँ। एकदम मिठो छ सेलरोटी पनि चामलको। हामी चाहिँ अब घरतिर फर्किनेवाला छौँ। फर्किनु भएको कारणले चाहिँ हामी यो गुम्बा बनाउँदै रहेछौँ होइन। यस्तो भइरहेछ, एकदमै सिन राम्रो देखिएको कारणले चाहिँ हामी यतातिर आएको होइन। त्यो कारणले हामी बाटोमा हिँड्दैछौँ। अहिले भर्खरै सुरु गरेको, बाटोमा हिँड्दै गरिरहेछौँ। ट्रकको लालीगुराँस टिप्ने भनेर आइरहेको छौँ होइन। लालीगुराँस हजुरहरू ट्रकको लगाएर एकदमै अहिले हामी कति बजी दाइ? अहिले 5 बज्नु लागिसक्यो। हामी चाहिँ गुराँसीबाट फर्किनु लागेको छ गाइस। एकदमै रमाइलो भइरहेको छ। एकदम रेसिङ कम्पिटिसन होइन। अगाडि कुटिराख्नु भएको छ। एकदमै दामी छ मौसम पनि।
रमाइलो भइरहेको छ जस बसहरू आज चाहिँ सटरडेको एकदमै रोचक भइरहेको छ रोचक भइरहेको छ होइन रमाइलो भनौँ न अहिले हाम्रो स्पेसियल सटरडे भयो हामीले घोचक र घोचक भइरहेको छ भन्दा बिस्तारै होइन त्यही हो यस्तो छ अवस्था अनुसार हामी व्यवस्था गरिराखेका छौँ हामीले लाली कुरा लगेका छौँ चोरेर होइन गाई टिपेर लगेका छौँ टिपेर लगिरहेको छ है एकदमै रमाइलो छ बिस्तारै फाइनली गाइज अहिले चाहिँ म रुममा आएर पनि बसिराखेको छु अब हजुरहरूले मेरो भ्लगलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट र माया देखाइदिनु होला नयाँ हुनुहुन्छ भने युट्युबलाई सब्सक्राइब र बेल आइकनलाई अन गरिदिनु होला भिडियो हेरिसकेपछि सानोतिनो कमेन्ट छोडिदिनु होला कस्तो भएको छ भ्लग त्यति बनाउनु त आउँदैन त्यही पनि मिनी भ्लग चाहिँ मैले बनाउने कोसिस गरिराखेको थिएँ हजुरहरूले अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु होला रमाइलो भएको छ है त गाइज हजुरकै माया र सपोर्टको अपेक्षा राखेको छु हस्त